यो चाहिँ 90 को हो हैन। यो 90 सम्म देखायो भने तपाईको 90 भन्दा 1 mm 2 mm तल माथि देखाउन सक्छ, इन्ची वाइज स्टेप वाइज हैन। त्यसको लागि उन गर्नु होला हैन। यो चाहिँ तपाईको कस्तो, यो झ्याल जुन छ, झ्यालको दुईतिर साइडमा लागेको जुन हाइटमा हुन्छ त्यो हाइटमा लागेको यो हो हैन। सो 78 को लागेको छ कि 90 को लागेको छ। तपाईले इन्ची टेपले पनि तपाईसँग केलिबर नभए पनि, अर्को मान्छे आए पनि नआए पनि, भेन्डर आए पनि नआए पनि हैन, तपाईले आफू पनि सन्तुष्ट हुनको लागि मेरो 90 को हो कि होइन भनेर चेक गर्नको लागि तपाईले यो जुन पार्ट हुन्छ यो पार्टलाई इन्ची टेपले 100 रुपैयाँको इन्ची टेप ल्याएर तपाईले यसरी नापेर पनि चेक गर्न सक्नुहुन्छ। यो चाहिँ 90 mm छ भने 90 mm को हो हैन। छैन भने 80 mm देखि लिएर 78 mm सम्म देखाइरहेछ भने यो 78 mm को हैन। आउने सेक्सन दुईटा नै हो हैन, 78 mm र 90 र 100 को आउँछ हैन। धेरै जनाको अझै पनि क्वेशनको जवाब मिलेको छैन हैन, मेसेज गरिरहेछ हैन। टिकटकमा नि धेरैवटा मेसेज आएको छ हैन। अनि त्यसपछि पनि तपाईको कमेन्ट पनि आइरहेछ, फोन पनि गरिरहेछ, सर हाम्रो घरमा नि आएर नाप दिनु पर्यो कति छ, मलाई एकदम कन्फ्युजन छ हैन। मैले 90 को र 1.5 mm कै पैसा पे गरेको छु, 850 रुपैयाँ नै पे गरेको छु हैन। तर मैले भनेको सामान छैन जस्तो मलाई लागेको हो। त्यो भेन्डरलाई भन्दाखेरि त्यो आउँदैन, नाप दिँदैन हैन। सो प्लिज म तपाईको घरमा आएर नाप दिन सकिँदैन, किनकि मैले तपाईको घरमा काम पनि गरेको छैन हैन। अनि अरूको गरेको काममा मैले हस्तक्षेप गर्न पाउँदैन हैन। उसले कति हालेको छ, तपाईले कति भन्नुभएको छ, त्यसको बारेमा तपाई दुईजना सर्ट आउट गर्नु होला हैन। तर तपाईले त्यस्तो लाग्छ मैले 90 को भनेको छु र 90 को हाल्दिएको छैन, 78 को छ भने हामीले 90 को र 78 को कसरी छुट्याउन सक्छु? हामीसँग केलिबर नभए टेपले पनि नापेर छुट्याउन सक्नुहुन्छ। लाइक यो तपाईको हुँदाखेरि यसमा तपाईले नापेर छुट्याउन नसकिए पनि यसमा खापा हुन्छ, सबै हुन्छ। अनि यसमा तपाईले नाप्न नसके पनि तपाईको साइडको जुन भाग हुन्छ त्यो चाहिँ तपाईको 3 नम्बर भन्छ यसलाई हैन। यो चाहिँ तपाईको जुन पल्लाको लक गरिएको हुन्छ त्यसमा यो हुन्छ हैन, साइडमा दुईतिर। यसरी तपाईले नापेर पनि हेर्न सक्नुहुन्छ हैन। यो तपाईको 78 mm को हो हैन। यो हेर्न सक्नुहुन्छ तपाईले 78 को हो यो हैन। इन्ची टेपले पनि नाप्न सक्नुहुन्छ। 80 सम्म देखायो भने 78 को हो। यो चाहिँ 90 को हो हैन। यो 90 सम्म देखायो भने तपाईको 90 भन्दा 1 mm 2 mm तल माथि देखाउन सक्छ, इन्ची वाइज स्टेप वाइज हैन। त्यसको लागि उन गर्नु होला हैन। यो चाहिँ तपाईको कस्तो, यो झ्याल जुन छ, झ्यालको दुईतिर साइडमा लागेको जुन हाइटमा हुन्छ त्यो हाइटमा लागेको यो हो हैन। सो 78 को लागेको छ कि 90 को लागेको छ। तपाईले इन्ची टेपले पनि तपाईसँग केलिबर नभए पनि, अर्को मान्छे आए पनि नआए पनि, भेन्डर आए पनि नआए पनि हैन, तपाईले आफू पनि सन्तुष्ट हुनको लागि मेरो 90 को हो कि होइन भनेर चेक गर्नको लागि तपाईले यो जुन पार्ट हुन्छ यो पार्टलाई इन्ची टेपले 100 रुपैयाँको इन्ची टेप ल्याएर तपाईले यसरी नापेर पनि चेक गर्न सक्नुहुन्छ। यो चाहिँ 90 mm छ भने 90 mm को हो हैन। छैन भने 80 mm देखि लिएर 78 mm सम्म देखाइरहेछ भने यो 78 mm को हैन। आउने सेक्सन दुईटा नै हो हैन, 78 mm र 90 र 100 को आउँछ हैन। 90 को हो कि 78 को हो त्यसरी पनि तपाईले छुट्याउन सक्नुहुनेछ। हस् त, थ्यांक यू। तपाईहरुले कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।